गाइज मेरो भ्लगमा चन्द्रपुर भ्लगमा अहिले चाहिँ हामी सिन्धुपाल्चोक जाँदैछौँ तामाङ सेलो म्युजिक भिडियो सुटिङको लागि। अनि अहिले चाहिँ हामी यो 5 खल टप अर्ग्यानिकमा चाहिँ हामी खाजा खान आइरहेछौँ। अब अझै लाग्छ यहाँबाट 2 घन्टा जति लाग्ला लगभग। त्यसपछि हाम्रो 2 दिनको तामाङ सेलोको सुट चाहिँ हाम्रो सिन्धुपाल्चोकमा गएर चाहिँ गर्दैछौँ र हाम्रो चाहिँ हामी यहाँ खाजा खान गइरहेका छौँ। अब हामी माथि रिसोर्टको टपमा छौँ। घाम लागिरहेछ पारिलो। हाम्रो यता सिङ्गर मोडल यता व्यस्त हुनुहुन्छ। म चाहिँ यता खाजा आउँदैछ। खाजा के आउँछ एकछिन देखाउँछु है त। ल है त गाइस मेरो अर्ग्यानिक खाजा आइसकेको छ। रोटी अन्डा झोल तरकारी सबै टिमहरू यता खाँदैछन्। अब म पनि खान लाग्छु। ल है गाइस यहाँ बाख्रा नि रहेछ कति राम्रो। गएर त कुद्न सक्दैन लामगानेसम्म ठिक छ। सागा चोक यो चाहिँ सिन्धुपाल्चोक सुटिङ स्पोटभन्दा अलिक तल। यहाँ चाहिँ बाख्राहरू कति धेरै। ए डराइस बाख्रा यहाँनिर 2टा बच्चा आइछ। अब हामी त खाना खान जाँदैछौँ। म्याउ बिरालो रहेछ आइज। यहाँ चाहिँ अब खाना खान आछौँ। यही झोला हो अनि सुन्नु यो हुँदैन यस्तै छ गाउँ है त्यसलाई एकचोटि लगाउनु पप्पी गयो। कफी गाइस फेसबुकमा कसले के भन्थे कसले भन्थे मुसाले के दिशा गर्छ नि कफी त्यो मुसाले दिशा गरे नि हुन्छ त्यो अर्कै खालको थियो। तर त्यो त यहाँ हुँदैन। त्यो त उता विदेशतिर बनाउँछ। त्यसलाई खुवाउने तेल दिशा गरेर चाहिँ त्यसलाई पेलेर गर्ने फेरि यो त होइन। नेपालमा त्यस्तो छैन हो। कफी है त गाइस अर्ग्यानिक कफी। पुरा टन्नै फाले रहेछ हेर्नु है। कफीको झ्याङ गाइस। रेडी छन् हाम्रो मोडलहरू डान्सरहरू। सुटिङ रेडी भइरहेछ हाम्रो टिकटकमा भाइरल हाम्रो कोरियोग्राफर छ। लुगा लगाएको छ नि जो खेल्नु भनेको लुगा लगाएको आमाहरू पनि यसो बस्दै गरेको त्यहाँ घरमा जो लुगा लगाएको छ नि बसिरहेको सच अस्ति बोलाउनु त भाइरल हुनुभएको थियो टिकटकमा। हेलो हाई। मेरो मोबाइल कता लानुभयो? हिँडे क्या तपाईँको मोबाइल? होइन माथि फोन गर्नु पर्यो नि। हाम्रो सुटिङ टिम
है नमस्कार सर नमस्कार मेरो ब्लगमा वेलकम छ मेरो ब्लगमा हाम्रो यो चाहिँ साँचोक चौतारा साँचोक गढी नगरपालिका 11 नम्बर वडा हाम्रो अनिस अङ्कलको चाहिँ यो अब अहिले नयाँ लोसार गीतको चाहिँ यसो भिडियो भइरहेको छ त्यसको लागि यसो रमाइलो जमत अलिकति बढिरहेछ त्यसको लागि टक्क भनेपछि दुई दिनको सुट होइन 2 दिनको सुट हाम्रो आफ्नै गृह जिल्लातिरै भइरहेछ हाम्रो रमन सरको के छ गुनासो यसो आउनु के भन्ने ल भन्नुहोस् के भन्ने के को विषयमा आज सुटिङको विषयमा केही छ होइन के कस्तो हुँदैछ विषयमा यो एकदम राम्रो भइरहेछ आज काठमाडौँबाट अलिक ढिला हिँडेर यहाँ पनि एकदम ढिला काम सुरु भयो 2 दिनको सुटिङ भनेको थियो अब 4 दिन पुग्ला जस्तो छ स्थिति हेर्दाखेरि हाम्रो हालत हेर्दाखेरि म्यानेजमेन्ट यताउता गर्दै टाढा नि भयो नि त टाढा पनि भयो ठाउँ अब आफ्नै गाउँ खिचौँ आफ्नै घर गाउँ परिवार देखाउँ भन्ने पनि कहिलेकाहीँ नहुँदो रहेछ जस्तो लाग्छ कहिलेकाहीँ देखाउनु नि पर्छ जस्तो लाग्छ त्यही भएर हाम्रो अनिसजीले चाहिँ गर्दै हुनुहुन्छ अब सुटिङ भइरहेछ ठिकै छ एकदम राम्रो भइरहेछ पाल भइरहेछ गाउँको अर्ग्यानिक चिज लिन पाएको छ भरे झन् हामी अर्ग्यानिक लिन्छौँ बेलुका होइन ल हाम्रो नायकजी के भन्नुपर्छ मेरो ब्लगमा हजुर अहिले अब भन्ने त त्यति कुरा त छैन तर पनि जे होस् काम चाहिँ कहिले सुरु हुन्छ भन्ने कुरा मनमा लागिरहेछ अलिकति मनमा खुल्ली भइरहेछ भन्छ कस्तो खालको जे गीत होस् कस्तो खालको हजुर गीत टिम आउनु भएको छ धेरै खुसी लागिरहेछ सबैसँग चिनजान गर्नु पाएको छु त्यही खुसी लाग्छ र आफ्नै गाउँमा चाहिँ एउटा म्युजिक भिडियोको चाहिँ एउटा भिडियो गर्ने कारणले चाहिँ त्यसमा चाहिँ अलिकति ड्रोनले कति मिटर छ खुसी लागिरहेछ जे होस् आफ्नो गाउँ त्यसको लागि चाहिँ धेरै खुसी छ र साथीभाइ सबैजनासँग चाहिँ नयाँ साथीभाइसँग पनि यसो भेटघाट गर्नु पायो र तपाईँ खेल्दै हुनुहुन्छ कस्तो अनुभव भइरहेछ जे होस् मनमा हल्का हल्का ल थ्याङ्क यू सरलाई थ्याङ्क यू सो मच तपाईँ पनि खेल्दै हुनुहुन्छ कस्तो अनुभव भइरहेछ नमस्ते मेरो नाम चाहिँ मदन लामा हो युन्छन् है अब यो गाउँहरू हो मेरो अनिस भाइ चाहिँ एकदम प्रिय भाइ एकदम राम्रो राम्रो गीतहरू निकाल्दैन भाइ भन्नु छैन होइन मेरो आफ्नै भाइ भन्नु परेन अब अनिसको दाइ हो म जेठो यो भिडियोमा चाहिँ अलिकति अब भाइले जानुपर्छ भन्ने कुरा आएको भएर म पनि आएँ साथ सपोर्टको लागि तपाईँको रोल के छ यहाँ मेरो यहाँ चाहिँ मेन रोलै छ होइन तपाईँलाई हेर्दाखेरि त मेनै र खतरा रोल जस्तो देखिन्छ यसो हेर्दाखेरि होइन मेरो मेन रोलै हो तर कहिले आउँदैन त्यो रोल त्यो भिडियो सकिएपछि लास्टमा थ्याङ्क यू भन्ने बेलामा मेरो लास्टमा नाम त्यो चाहिँ याद गर्नु होला। धन्यवाद नाम चाहिँ आउँछ बधाई छ अनि दाजु के भन्नुहुन्छ हजुर के भन्नुहुन्छ नमस्कार नमस्कार अब मेरो भाइको दोस्रो कार्यक्रम हजुर सुटिङ भइरहेको छ गाउँमा अब यत्रो वर्षसम्म हल्का फल्का अब गाउँतिर आउने रमाइलो गर्ने यताउति भइरहेको थियो दाजुभाइले अब यस्तो गरौँ दाइ जमघट गरेर दोस्रो गीत निकाल्नु पऱ्यो भने ठिक छ आउनुहोस् तपाईँहरू वेलकम छ अब 1-2 दिन सुटिङ गरेर राम्रोसँग गरौँ तामाङ मिलेर अलिकति अगाडि बढाउँ भन्ने मेरो चाहिँ भाइले अलिकति सोधविचार बढाइरहेको छ मान्छे हजुर चाहिँ यहाँको स्थानीय पर्नुभयो हजुर स्थानीय दाइ हो दाइ ए मान्छे हजुर त बडा पदाधिकारीहरू केही त होइन नि म छैन ए छैन अब दावेदार ए फागुन 21 को चुनावमा उठ्दै हुनुहुन्छ प्रत्यक्षबाट हो प्रत्यक्षबाटै हो ए ल बधाई छ म चाहिँ समाजवादी पार्टीबाट चाहिँ म चाहिँ समानुपातिकमा उठ्दैछु जनजातिबाट म चाहिँ हजुर म चाहिँ बन्द सूचीमा नाम गइसकेको छु मेरो चाहिँ ल तपाईँलाई नि एकदमै बधाई छ जित्नु होला है दुईजनालाई नै जितको अग्रिम शुभकामना हस् धन्यवाद कालको शुभकामना हस् त्यसको लागि धेरै धन्यवाद हस् हजुर एकदम धन्यवाद नबस्ने ब्लगमा अनि सम्झिँदो खरै भोलि स्पेसल हो सबैको भोलि सबै स्पेसल आज ढिला भयो भोलि त सबैजना यसरी किन्यो भोलि सबैजना आउँछ आज कोही पनि आएको छैन कोही देखाएको छैन अहिले भोलि चाहिँ बिहान भने बेलुका भने भोलि चाहिँ सबैजना आउने आज कलाकारहरू देख्यो चिना परिचय भयो चिनजान भयो भोलि सबैजना आउने फेरि आलाय अन्त हात ठिकेर भन्ने होइन भोलि सबैजना आउने यही ड्रेस लाएर हो यही ड्रेस आउने भोलि सबैजना होइन भने फेरि म त रोगो थियो त्यहाँ
आँसु झारेर झन् रोकेर त्यहाँनिर सबै रुइरहेको छ भाइ अनि सर आजको सुटिङको बारेमा के भन्नुहुन्छ कि एकदमै खुसी लागेको छ सर मेरो आफ्नै जन्मभूमि सिन्धुपाल्चोक अब यो चौतारा साँगाचोक नगरपालिका वडा नम्बर 11 मानडाँडा साँगाचोक काभ्रे हो मानडाँडा चाहिँ अघिको ठाउँ भन्छ यो गाउँ चाहिँ यही हो अब खुसी लागिरहेछ आफ्नो गाउँमा सुटिङ भइरहेछ लोसारको गीत होइन भाउजूहरूको साथ सपोर्ट माया पाइराखेको छु जस खुसी छु सर एकदमै राम्रो होला भन्ने लागेको छ राम्रो हुनुपर्छ। यो चाहिँ श्रृङ्गार होइन जस त्यहाँमाथि एकदम कमाल हुन्छ सर थ्याङ्क यू सर यता चाहिँ आमाहरू तामाङ ड्रेसमा सजिनु भएको छ है जस्तो जुल्फी आर्ट टाउन छ नि आर्ट टाउनमा नि त्यहाँबाट यहाँ आइसक्नुपर्छ एकदम अगाडिको मान्छे जति सकिन्छ फास्ट दौडिने पछाडि एकदम ब्लक हेर्नु अगाडिको ठिक छ पछाडिको अल्छी भयो क्या अनुहारमा एकदम अल्छी। चाहिन्छ त अनुहार के गर्यो यार लोसारमा यो एउटा हटाउनु पर्ला अगाडिको दौडेर खुसी हुन्छ नि लोसारमा जाने अनुहार के भएको यार तिनचोटि भाकाइसक्यो त हटाउने गाडीमा जाने हो नि त बाइकमा जाने गाडीमा जाने हामी चौतारी कहाँ छ चौतारी त उताबाट आएपछि त्यही त त्यहाँ बिचमा होला नि लोकेसन त्यसो भए यसो गरौँ कसरी गाडी यिनीहरू यो बहिनीहरूलाई हिँडाएर यहाँ माथि बस्छ भने गाडी जान्छ के त्यहाँ हामी एउटाको टेन्सन नलिउँ न भने माथि उहाँको टेन्सन एकजनालाई जिम्मा दिनुहोस् ऊ लिजाले गर्छ लिजा मेरो एसिस्टेन्ट छ त खै लिजा भाइ बसमा गइसक्यो हो बसमा बसमा उसले बुझेन तिमीहरू सबै हिँडेर जा त्यहाँ लिजाले बुझेन उसले पनि अझै बुझेन खोइ नाइका कता भयो ओ यसो गर्दा त्यो ज्याकको गाडी निरेको गाडीलाई हिँड्नु भने यता यता दिदी बहिनी यता आउन तिमीहरू यता आउने हो आउनु मेकामेन सर मेकामेन खोइ यहाँ होइन त होइन अहिले यार धेरै वर्ष भइसक्यो होइन अब के गरौँ भने नि तपाईँले सोध्यो जुन छ नि हामी अहिले यो सुटिङको क्रममा छौँ यता यति राम्रो सिन छ अहिले चाहिँ हामी यहाँ छौँ सुटिङ भइरहेको छ भोलिको सेकेन्ड डे पनि बाँकी छ आज चाहिँ हामी सिन्धुपाल्चोकको सागा चोकमा छौँ यस्तो राम्रो छ सिन यहाँको माथि डाँडा मन्दिर भोलि चाहिँ टाइम भयो भने हामी माथि जान्छौँ अहिले चाहिँ हामी यहाँ सागा चोकको गुम्बा परिसरमा चाहिँ सुटिङ गर्न लागेको छौँ त्यसमा हाफ प्यान्ट कटोर देखाएको सुनिल है त गाई चाहिँ हामी चाहिँ आगो लाउँदैछौँ आगो फुक्दैछौँ यतापट्टि चाहिँ आगो ताप्दैछौँ यतापट्टि चाहिँ सुटिङ भइरहेछ यता सुटिङ यतापट्टि आगो तपाई यतापट्टि चाहिँ क्याम्प फायर है त गाइज यतापट्टि चाहिँ म छु वेलकम छ गाइज मेरो आज यो सिन्धुपाल्चोकको सेकेन्ड डेको सुटिङ ब्लगमा अहिले चाहिँ हामी यो चौतारा भन्ने ठाउँमा छौँ आज हाम्रो पहिलो टेक चाहिँ यहीँबाट स्टार्ट हुँदै हुन्छ हामीले आजको एक्ट्रेस मोडल अनि के छ आजको सुटिङको विषय के भन्नुपर्ने छ आज चाहिँ हाम्रो पहिलो सर्ट हुन आँटेको छ पहिलो सर्ट चाहिँ ड्रोनबाट लिन आँट्नु भएको छ हामी रेडी
भएर बसिरहेछौँ हाम्रो हिरोहरू चाहिँ पुरा बाहिरमा आउनुहुन्छ अनि हाम्रो झम्का भेट हुन्छ हामी भेट हुन्छौँ हाम्रो हिरोहरू चाहिँ काठमाडौँबाट आउँदै हुनुहुन्छ हामी चाहिँ गाउँमा छौँ यो साकु भन्ने ठाउँमा अनि त्यस पछाडि हामी चाहिँ लोसार के भन्छ नाच्नलाई जान्छौँ गुम्बा होइन गुम्बामा गएर अनि फेरि हिरोसँग मस्किँदै डान्स गर्छौँ मान्छे कस्तो खालको गीत एकचोटि भनिदिनु हुन्थ्यो कि यो चाहिँ खै जुल्फी यो चाहिँ अब तामाङ भाषामा छ मलाई चाहिँ त्यति धेरै आइडिया छैन अब म्युजिक चाहिँ बवाल छ मिठो छ एकदमै हिट हुनेवाला गीत छ नाम चाहिँ भन्न बिर्सिनु भयो गीतको नाम तपाईँको ए मेरो नाम त निरुता राई हो म गायिका निरुता राई हो यहाँ चाहिँ यसो सानो रोल गर्दैछु सिङ्गिङ पनि सिङ्गिङ एक्टिङ दुइटै गर्नुहुन्छ म सिङ्गिङ गर्छु र म खासमा चाहिँ आफ्नो गीतमा चाहिँ आफै मोडिङ गर्छु यहाँ चाहिँ हाम्रो अनिसजीले चाहिँ लु न निरुताजी भन्नुभएको कारणले उहाँको वचनलाई मैले चाहिँ नाइ भन्न सकेन त्यस कारणले अनि म पनि आएँ हजुर चाहिँ मेरो इन्टरभ्यू लिएर के गर्न त्यो मेरो ब्लगको लागि म चाहिँ हरेक ब्लगको चाहिँ म सुटिङको ब्लग चाहिँ म मेरो युट्युब च्यानलमा हाल्छु ए ल ल ल एकदमै धन्यवाद छ हजुरलाई हाम्रो मेकअप आर्टिस्ट हजुर आफै होइन यति राम्ररी बनाइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ अनि मेरो पनि युट्युब च्यानल छ निरुता राई भन्ने हेर्न सक्नुहुन्छ भर्खरै लोसारको गीत चाहिँ मेरो अस्ति 1 विक भयो माथि त हिमाली भेगैमा डाँफेर मुनाले नाचेछ भन्ने गीत छ अनि यति ठुलो संसारमा तिम्रै माया लाग्छ भन्ने पनि छ हेरिदिनु होला र हजुरले पनि मलाई सब्सक्राइब गरिदिनु होला म पनि हजुरलाई गर्छु निरुता राई छ हजुरको चाहिँ अब के छ मेरो चाहिँ @ चन्द्र गुरुङ वान छ ए ल गुरुङ हजुर म गुरुङ हो ल है त हस् ल के भन्छ जुजुला के जोरले भन्छ होइन छ्याजल छ्याजुला छ्याजल छ्याजुला हजुर छ्याजुला ल थ्याङ्क यू आजको तपाईँको सुटिङ चाहिँ एकदम सुखमय होस् है त थ्याङ्क यू मलाई राम्रो बनाइदिनु ल बेला बेलामा आएर ओके हस् भोलि मेरो पार्टी समाजको चाहिँ मिटिङ छ अफिसमा मेरो अफिसमा अनि त्यो पार्टी समाजको अहिले म उपाध्यक्ष भएर आएको छु नेपालभरिको यता कि हाम्रो राम्ररी डान्सर पनि म मेरो अनि त्यसपछि आएर पुग्ने त्यसपछि तपाईँको यता त सबै टिकटकको तयारी गर्दै हुनुहुन्छ नानीहरू यही अहिले कुन ए सुन न म सेड्युल भन्छु क्या तपाईँलाई त्यसपछि माघमा 30 गते म उता पौरे आउने कुरा छु 5 दिनलाई एक हप्तालाई बस्नु डिरेक्टर भाइरल सर चाहिँ यता एक दिन सार्दैछ बिजी हुनुहुन्छ जति भ्याउँछ त्यति गर्ने अनि फेरि 1-2 दिन मलाई काठमाडौँ छोड्ने फेरि कहिले प्रोग्राम सुटिङको वेटिङमा यो राम्रो भ्यूमा छौँ आज हामी जो किन्ने ऊ भोकैला हामीले खाइदिउँ छैन भोकलाई खाइदियो किन्ने मान्छेलाई छँदैछ है मेकअप सर बदाम एकदम मिठो हुन्छ ए ल थ्याङ्क यू किन्ने उसलाई चाहिँ ल हाम्रो सर चाहिँ बदाम ल्याइदिनु भएको रहेछ बदाम पनि खान्छौँ होइन 2 दिन होइन बदाम खान्छौँ हामी हाम्रो यता क्यामराम्यान एकदम चर्चित क्यामराम्यान रणधीर श्रेष्ठ सधैँ काम गर्छौँ सँगै मिलेर हाम्रो यता भाइ ड्रोन उडाउने भाइ हुनुहुन्छ ड्रोन फोटोग्राफर तपाईँको स्टुडियो कहाँ छ उहाँकै अफिसमा हाम्रो सँगै फोटोग्राफर चाहिँ हजुर पहिले भेटेँ क्या के छैन म यहाँ भर्खर आएको ए त्यही भएर अलमोस्ट 1 year भयो त्यही त म झुक्यो कि फेरि हामीले सँगै काम गर्छौँ नि त रन्जीसँग हजुर अलमोस्ट 1 year भयो र अब यसलाई कन्टिन्युटी दिने मेरो प्रतिबद्धता छ र होप पनि छ हजुर एकदम बधाई छ तपाईँलाई जोडिएर काम गर्न पाएँ अझै पनि काम गरेर जानु डक्टर लाग्नेछु र आफ्नो सक्दो पर्फर्मेन्स दिनेछु अनि तपाईँको नाम मेरो नाम चार्ली छेत्री हो र मेरो फर्मल नेम चाहिँ केवल बहादुर छेत्री हजुर मेरो घर चाहिँ दोलखा जिल्ला पर्यो है दोलखा जिल्ला पर्यो ए सिन्धुकेर दोलखा हजुर हो कटा सुटिङको आज चाहिँ सर्ट लिँदैछ यता सुटिङको टेक है त गाइस
सर्ट हुँदैछ यहाँ बाइकमा पहिला चस्मा आएर बिचमा लगाइदियो कि मैले बिचमा चस्मा आजको सिङ्गर मोडल हाम्रो अनिस भाइ खिच्दैन आजको हाम्रो मेन मोडल हुनुहुन्छ यहाँ बहिनी राम्री न राम्री घामले हेर्न चाहिँ गाह्रो भइरहेछ होला त्यो बहिनी के गर्दै त नि म त केही होइन यतापट्टि चाहिँ हाम्रो टिकटक प्र्याक्टिस हुँदैछ ल यहाँ चाहिँ टिकटक प्र्याक्टिस हुँदैछ है त बहिनीहरूको होइन हजुर कल गरिदिनु मेरो अगाडि ल्याउनु पऱ्यो क्या यसरी यसरी अगाडि यसरी तिनजनाको त मान्छे त चिन्नु पऱ्यो नि त बुझेँ मैले भने चाहिँ अब हामी तिनजना अगाडि हो नि त हामीलाई फोकस गर्नु पऱ्यो अरू त सबैजना आइहाल्छ मलाई फोकस तिनजनालाई फोकस गरेर यसरी आउनु पऱ्यो क्या क्यामेराले खिच्ने हो नि त क्यामेरा खिच्ने प्रोफेसनल माइला 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 बाइक चाहियो किलोसँग बोल्नु हाम्रो गुरु कहाँ जानु गुरु अब अहिले होइन त्यो हुँदैन नि बसको गुरु गुरु चाहिन्छ कस्तो अघि चाहिँ बाइक अघि चाहिँ रोडमा चाहिँ गाडी पनि थियो अनि अहिले त बाइकमा चाहिँ कसरी भयो हुन्छ नि त सेटै चाहिन्छ क्यामेरा ल्याउनै चाहियो होइन सेटै चाहियो सबै चाहिन्छ क्या पहिला तपाईँहरू जानु अघि जसरी आयो त्यसरी गर्नु लगाइस ड्रोन सर्ट हुँदैछ अहिले यहाँ ड्रोन सर्ट हिजो कति गाडी आयो बाइक जाउँ हेलो छिटो त्यति हाफ सक्दैन हालो चार मिनट सघाउँछ हामी 2 दिन भइसक्यो ल जाउँ है जाउँ सुन्नु साथीहरूले गर्दाखेरि नै यहाँ 2 दिन 3 दिन लाग्छ धेरै पर पर्दैन एकछिन पकाउनु के गर्ने हो हेलो उ त पर जानु पर्दैन होला यहीँबाट उता अलिक पछाडि जानु बाइक गरेर कहाँसम्म छिराउनु पर्ने छिराउनु न मेरो गाडी थियो उडाउँछ है सक्यो हाम्रो क्यामेराम्यान वरिष्ठ क्यामेराम्यान रणवीर ओके ठिक छ जानु ओके जानु गाडी पठाइदिनु गाडी आयो ओके अब केटीबाट थाहा भाइ एकचोटि यो ओके अब अर्को सर्टमा खिच्दैछु है
धेरै टाढा भयो साँच्चै आउनुहोस् अलि अगाडि आउनुहोस् बाइकै आफ्नो त्यहीँ बस्यो नि म त ठिक छ अलि अगाडि आयो नि त हजुर ल ल तपाईँले उति अग्लो मान्छे लिम्बू खान नाच्ने फेरि तपाईँ नाच्न आउँदैन नाच्नै त आउँदैन हो बारे बजाऊ क्या टाइम छैन हो बजाऊ खाली सुनिला कति छ नि त पुग्यो आइदिएन पुग्यो ठोक्नु तिम्रो